नमस्कार यहाँ सम्पूर्णलाई मेरो फरेस्ट्री साइन्स युट्युब च्यानलमा हजुरहरू सबैलाई स्वागत छ र मेरो नाम सबिन विश्वकर्मा। आज म यस लुवाङ बस्तीमा आइपुगेको छु र यहाँनिरको रोमाञ्चक दृश्यहरू अवलोकन गर्न पाउँदा एकदम खुसी लागेको छ र यहाँबाट तपाईँहरूले चिया बगानदेखि लिएर डाँडाकाँडाहरू एकदम राम्रो दृश्यहरू र साथै हिमालको दृश्यहरू पनि तपाईँले देख्न सक्नुहुन्छ र मेरो पछाडि यहाँ तपाईँले माछापुच्छ्रे हिमाल देखिराख्नु भएको छ होला र यो हिमाल देख्दा मलाई पनि एकदम खुसी लागिरहेको छ। र यो चिया बगान हेरिराख्दा चाहिँ हामीले चाहिँ इलामको चिया बगान देखिरहेको हुनाले खासै यसले चाहिँ मलाई चाहिँ खासै एट्र्याक्ट गरेको त छैन, तर पनि यो दृश्यहरू हिमालको दृश्यहरूले चाहिँ मलाई एकदम धेरै उत्साहजनक बनाएको छ। र यहाँनिर लामो समयसम्म पोखरामा बसोबास गरिराख्दा पनि यस लुवाङमा धेरैचोटि आउने कोसिस गरेँ, तर त्यो मौका जुरेको थिएन र हिजो बेलुका आइपुगेको थियो र यहाँनिर खासै दृश्यहरू देखिएको त थिएन किनकि बेलुका भइसकेको थियो र अहिले हामी बिहानको यो रोमाञ्चक दृश्यहरू देख्दाखेरि एकदम खुसी छौँ। र तपाईँहरू पनि यहाँको अवलोकन गर्न चाहनुहुन्छ, यहाँको सुन्दर दृश्यहरू हेर्न चाहनुहुन्छ भने पक्कै पनि तपाईँहरू पनि लुवाङ भिजिट गर्नुहोला। हस्त धन्यवाद।